नमस्कार भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रीज्यू, चिया खानुभयो? मैले भर्खर खाएँ। म नीलम अधिकारी न्युजिल्यान्डबाट। न्युजिल्यान्डको अति व्यस्त सडकको एक पेटी छेउबाट म तपाईसँग कुरा गरिरहेको छु। अहिले यो पैदल मार्गमा छु र यो सडक पेटी हो र यहाँ यो साइडमा चाहिँ कन्स्ट्रक्सन चलिरहेको छ। पैदल यात्रीहरूलाई कुनै पनि दुःख नहोस् भन्नका लागि प्लाइवुड यहाँ बनाएर चाहिँ नि राखिएको छ। यस्ता खालका निर्माणमा धेरै कुरा ध्यान दिनुपर्ने हुन्छ र ह्युमन सेफ्टी, एनिमल सेफ्टी नभएसम्म र त्यसको ग्यारेन्टी नहुँदासम्म कुनै पनि इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट र कुनै पनि चाहिँ निर्माण चाहिँ सुरु गर्न पाइँदैन। र यहाँ इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट भइरहेको कन्डिसनमा पनि कसरी चाहिँ पेडेस्ट्रियनहरूलाई राम्रोसँग बाटोमा हिँड्न मिल्छ भन्ने कुरालाई निकै ध्यान दिइन्छ र सेफ्टी बिना कुनै पनि इन्फ्रास्ट्रक्चर डेभलपमेन्टका कामहरू हुँदैनन्। सेफ्टी फर्स्ट अनि मात्रै निर्माणका कामहरू सुचारू हुन्छन्। क्यामेराम्यान देखाइदिनुस् त यो स्क्याफ होल्डिङ। निर्माणका क्रममा माथिबाट कुनै पनि हजार्ड्सहरू तल झरेर पैदल यात्रीहरू दुर्घटनामा नपरुन् भन्नका लागि पनि यो स्क्याफ होल्डिङको प्रयोग गरिएको हुन्छ। तपाईँ यहाँबाट बाहिर निस्किँदाखेरि फलामका चाहिँ डन्डीहरूमा ठेस नलागोस् भनेर यो हामीले चाहिँ नि यहाँ देख्नु भएको छ। यो स्क्याफ होल्डिङ प्रयोग गरिएको छ र यसमा सेफ्टी चाहिँ नि यहाँ प्रयोग गरिएको छ। यसरी चाहिँ नि यो डेभलपमेन्टको चाहिँ नि आधारहरू, स्तम्भहरू खडा गरिएका हुन्छन्। हामीले नेपालमा पैदल यात्रीहरूलाई सबैभन्दा बढी प्राथमिकता दिनुपर्ने अवस्था आइसकेको छ। निर्माणका क्रममा गिटी बालुवाहरू छरपष्ट छरेर दुर्घटना निम्त्याउन सहयोग पुर्याउनेहरूका विरुद्ध पनि कानुन बन्न अत्यन्त जरुरी छ र त्यो कानुन बन्ने कुरामा म विश्वस्त छु। मन्त्रीज्यू, अब भने नेपालमा कन्स्ट्रक्सन वर्कर तथा पदयात्रीले निर्माणकै क्रममा ज्यान गुमाउने छैनन्। पैदल यात्रीलाई सबैभन्दा धेरै महत्त्व दिइन्छ भन्ने कुरामा पनि म धेरै आशावादी छु। भौतिक पूर्वाधार, यातायात तथा शहरी विकासका लागि हामीले बनाउने अबका 100 सिरिजहरू निकै नै महत्त्वपूर्ण हुनेछ भन्ने उद्देश्यका साथ हामी यी क्लिप्सहरू सिर्जना गरिरहेका छौँ। यी क्लिप्सहरूद्वारा मन्त्रालयलाई धेरैभन्दा धेरै सहयोग हुनेछ भन्ने आशा लिएको छु। म विश्वस्त छु तपाईँहरूले सकारात्मक रूपमा यी क्लिप्सहरूलाई लिएर मन्त्री समक्ष र मन्त्रालय समक्ष यी कुराहरू पुर्याइदिनुहुनेछ र नेपालको विकासमा एउटा थप योगदान रहनेछ। नमस्कार। आई लभ यु। आई लभ यु।